र विधेयक आउने सम्भावना कम, 30 र 55 को प्रावधान पनि हट्दै। कर्मचारी तन्त्रमा त्रास र तरङ्ग पैदा गरेको 30 वर्षीय सेवा अवधि र 55 वर्षीय उमेर हदको प्रावधान अब सङ्घीय निजामती सेवा विधेयकमा नअट्ने भएको छ। यसअघि असार महिनाभित्रै सङ्घीय निजामती सेवा विधेयक अध्यादेशबाट ल्याइने र 30 र 55 को प्रावधान राख्न लागेको चर्चा र परिचर्चा निजामती वृत्तमा व्यापक थियो। सङ्घीय मामिला मन्त्रालयबाट सहमतिका लागि अर्थ हुँदै कानुन मन्त्रालयमा पुगेर अड्किएको विधेयकमा चालु आर्थिक वर्षभित्रैमा ल्याउने तयारी र चर्चा थियो। सोही चर्चा र परिचर्चाका कारण असार महिनामै 210 कर्मचारीले राजीनामा दिएका थिए। तर यिनै चर्चा र परिचर्चाका बीच नयाँ मुख्य सचिव नियुक्ति र प्रधानमन्त्रीका कोर टिमका अर्थात् गभर्मेन्ट इन्जिनियरका रूपमा परिचित सचिव र सहसचिवहरूको सरुवा तथा मुख्य सचिवमा गरिएको नियुक्तिले सो व्यवस्था विधेयकमा नसमेटिने सम्भावना रहेको सिंहदरबार स्रोतको भनाइ छ। सरकारले हालै मात्र वरियतामा 36औं नम्बरका गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। 2078 सालमै सचिव भएका 10 जना र त्यसपछिका वर्षमा बढुवा भएका अन्य सचिव र त्यसपछिका 36 जनाहरूलाई छाडेर 2 वर्ष अगाडि मात्र सचिवमा बढुवा भएका कार्की सरकारको रोजामा परेका छन्। उनी यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सुशासन महाशाखा हेर्दै आएका थिए। मन्त्री परिषदले स्वीकृत गरेको 100 बुँदे कार्ययोजनाको प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययता अन्तर्गत मन्त्रालयको संख्या 22बाट घटाएर 17मा झार्नेदेखि मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन ONM को कमान्डर समेत हुन् उनी। यस्तै सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री कार्यालयमा पुगेका डाक्टर भीष्म भूषालका अग्रसरतामा सरकारका 101 कार्यसूची तयार पारिएको थियो। उनी भूषाललाई प्रधानमन्त्री कार्यालयबाट अर्थ हुँदै हालै आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ। उनी पनि 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि पूरा भएका सहसचिवभित्र पर्छन्। यसरी सचिव कार्कीलाई मुख्य सचिवमा बनाइनु र सहसचिव भूषाललाई अर्थ मन्त्रालयको सबैभन्दा ठूलो विभाग मानिएको आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएसँगै निजामती सेवा विधेयकबाट 30 र 55 को प्रावधान आउने सम्भावना कम रहेको र अध्यादेशबाट नभई संसदीय प्रक्रियाबाटै विधेयक अगाडि ल्याइने चर्चा र परिचर्चा छ। अब विधेयकमा 30 र 55 को उमेर हदको विषय हटेर आउने र विधेयक संसदीय प्रक्रियाबाट आउने कर्मचारीहरू बताउँछन्।